कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या। पत्रकारहरूलाई चाहिँ उडाएको हो त्यो चाहिँ। रोलेक्स हो के त्यहाँ त्यही फोटो हेर न, हो कि होइन त्यही अब मलाई थाहा हुँदैन। अब त्यसलाई बेच्नुहुन्छ के गर्नुहुन्छ तपाईले? होइन त्यो बुढाबुढीले चित्त दुखाउला, अहिलेलाई चाहिँ अहिले नबेचौँ भनेको। पत्रकारहरूलाई चाहिँ उडाएको हो त्यो चाहिँ। पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या। होइन कसैले एउटा घडी लायो होइन, अब सोध्न सकिन्छ तर त्यसैलाई चाहिँ आधार मानेर अनेकौँ किसिमका नै भनौँ न झुट्टा आरोपहरू अब जुन छ त्यस्तो किसिमको लगाउने कुराहरू चाहिँ नहोस् भनेर मैले चाहिँ त्यो अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोडेन त। अब के गर्नु त, झोलामा हालेर लिएर आएको। रोलेक्स हो के त्यहाँ त्यही फोटो हेर न, हो कि होइन त्यही अब मलाई थाहा हुँदैन। अब त्यसलाई बेच्नुहुन्छ के गर्नुहुन्छ तपाईले? होइन त्यो बुढाबुढीले चित्त दुखाउला, अहिलेलाई चाहिँ अहिले नबेचौँ भनेको। थाहा पाए होइन त्यो सबै एरियामा त्यो जहाँ चाहिँ जङ्गल छ त्यो चाहिँ पहिले पनि पार्क नै रहेछ। त्यो पहिलाको जङ्गल होइन, पहिला त्यहाँ कोरोनेसन पार्क भनेर राजा वीरेन्द्रको राज्य रहनु हुँदाखेरि बनाएको पार्क रहेछ। त्यो कुरा अहिले थाहा भयो। अनि त्यहाँ चाहिँ त्यो पार्कभित्र कुनै रुखहरू उति बेलाका राष्ट्र जस्तो अहिले बेलायतको राजा किङ चार्ल्स युवराज छँदाखेरि आएर लगाएको रुख पनि रहेछ। जापानको चाहिँ सम्राट यहाँ नेपाल भ्रमण गर्दाखेरि आएको रुखहरू पनि रहेछ। अब कुन चाहिँ रुख हो त्यो रुखहरू छुट्याएर त्यस्ता रुखहरूलाई पनि संरक्षण गर्ने, पार गर्ने, विद्यार्थीहरूलाई त्यहाँ चाहिँ पढ्ने वातावरण बनाउने, एउटा सुन्दर आँखाको लागि भए पनि सुन्दर चाहिँ एउटा भनौँ न बगैँचा बनाउने भनेर त्यो चाहिँ काम भएको हो। अब त्यसको लागि चाहिँ हाम्रो श्रमदाताहरू चाहिँ धेरै नै दिन कति हजार, अहिले त हजारौँ पुगिसक्यो होला। म पनि अस्ति एक दिन हेर्न गएको थिएँ। त्यो श्रमदाताहरूले श्रमदान गर्नुभएको छ। अब श्रमदान सिकेर त्यो भित्रको जग्गा चाहिँ उस गरेपछि के अरे फडानी सफा गरिसकेपछि, झारजङ्गल सफा गरिसकेपछि त्यति बेलाको चाहिँ अहिले यो खोजी गर्दैछौँ हामीले। त्यति बेला त्यो पार्क बनाएको नक्सा त्यो चाहिँ त्यहाँ कुनै डिपार्टमेन्टमा छ अरे भनेर खोज्न पठाएको छ र त्यो नक्सा फेला पारेपछि त्यही अनुसार एकै वर्षमा ठुलो पार्क बनाउन नसके पनि वर्षमा अब कस्तो हुन्छ, अब कति बजेट लाग्छ। ठुलै 400 रोपनी भनेपछि ठुलै एरिया हो, त्यसमा ठुलै पार्क बनाउनलाई ठुलै बजेट चाहिएला। नसके पनि बजेट कसरी निकाल्ने भन्ने कुरा युनिभर्सिटी ग्रान्ट कमिसनमा पनि मैले चलाएको छु। अब हेर्दै जाउँ, बिस्तारै पार्क बन्छ, राम्रो बन्छ।